यो अम्लिसो काट्दैछु है त हेर्नु होला म चाहिँ धमाधम अम्लिसो काट्दैछु। घाँसमा जानुपर्ने हुन्छ है, त्यही भएर यो गमबुट लाउने हो है सबभन्दा पहिले। यो मेरो गमबुट हो, यो गमबुट लाउने हो र हेर्नु साथीहरु मैले चाहिँ गमबुट लगाइसकेँ है। यो चाहिँ मेरो गमबुट हो है, मतान भन्छ यस्तो छ है। र यता बिचमा हाम्रो किचन अनि यता अर्को हाम्रो मूल घर है त, हेर्न सक्नुहुन्छ साथीहरु। हेर्नु होला अब चाहिँ म यो तोरी सबै उखाल्छु है त। हेलो नमस्ते अनि सेवाहरू वेलकम गर्न चाहन्छु मेरो युट्युब च्यानलमा साथीहरु। न्यू डे न्यू ब्लगको साथ म तपाईहरु सामु आइसकेको छु साथीहरु है। र अहिले चाहिँ देख्न सक्नुहुन्छ साथीहरु, म चाहिँ अहिले गाउँमा छु है त। र भिलेज लाइफस्टाइल कस्तो हुन्छ है त साथीहरु है, नेपाली भिलेज लाइफस्टाइल म हजुरहरुलाई देखाउने छु साथीहरु। भिडियोलाई स्किप नगरी हेर्दिनु होला है। र अहिले चाहिँ दिउँसोको समय छ है त, म चाहिँ अब घाँसमा जान्छु है त साथीहरु। अम्लिसो घाँस ल्याउनु पर्ने छ, पर हाम्रो गाईहरु छ है, अम्लिसो घाँस काट्नु पर्ने छ। र त्यसपछि खोले कुँडोको लागि तोरी उखाल्नु पर्ने छ। म भिडियो देखाउँदै जाने छु है त साथीहरु, स्किप नगरी हेर्दिनु होला। र नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु भएको छैन भने सब्स्क्राइब गरिदिनु होला, किनकि म यस्तै राम्रा भिडियोहरु ल्याउने गर्छु है त। र अहिले चाहिँ म मेरो गाउँको घरमा छु, हेर्नुहोस् है। यता घर हो, यो हाम्रो किचन हो, अनि यतापट्टि चाहिँ हाम्रो यो मूल घर हो है त साथीहरु। मेरो घर कस्तो छ म हजुरहरुलाई एकचोटी चट्टसँग देखाउँछु है त साथीहरु। हेर्न सक्नुहुन्छ यो मतान हो र उहाँ फुलहरु पनि छ है त। र साथीहरु भिडियोलाई स्किप नगरी हेर्दिनु होला है। यो चाहिँ हाम्रो मतान हो है त, यस्तो छ है त मतान। यताबाट देखाउँछु है, यो चाहिँ हाम्रो मतान भन्छ यस्तो छ है। र यता बिचमा हाम्रो किचन अनि यता अर्को हाम्रो मूल घर है त, हेर्न सक्नुहुन्छ। मम्मी चाहिँ यहाँ भित्र किचन लिपेर यता बाहिर निस्किनु भयो है। हाम्रो मम्मी एकदम खतरा हुनुहुन्छ। लिपिसकेको मम्मी? म घाँसमा जाने हो, अम्लिसो घाँसमा। र यता मेरो प्यारी मम्मी है। र यहाँ भित्र मम्मीले, यता चाहिँ हाम्रो यो चाहिँ मूल घर है त साथीहरु, यस्तो छ है त। म देखाउँछु। र यो चाहिँ हाम्रो घर हो है साथीहरु। यता बिचमा चाहिँ किचन छ है, र आँगन छ। आँगन चाहिँ यसरी ढुङ्गाले मजाले छापिया छ यहाँ। र मम्मीले यहाँनिर यो गुन्द्रुक हेर्नुहोस् साथीहरु, गुन्द्रुक सुकाइरहनु भएको छ है। गुन्द्रुक सिङ्की सिङ्की। यो बाजेको जुत्ता हो मम्मी। र हेर्नुहोस् साथीहरु, यता भित्र चाहिँ हाम्रो किचन हो है त। किचन हेर्न सक्नुहुन्छ हजुरहरुले, यस्तो छ है त। यो चट्टसँग यो किचन हो है, मम्मीले भर्खर लिपेर सकेकी छिन्। यस्तो छ है त साथीहरु हाम्रो घर चाहिँ। गाउँको बिचमा आँगन छ। यो आँगन चाहिँ यसरी हेर्नुहोस् साथीहरु, ढुङ्गा अछ्याइएको छ है त। यता चाहिँ प्लास्टर गरिएको छ भने चाहिँ ढुङ्गा अछ्याइएको छ, हेर्न सक्नुहुन्छ। हाम्रो गाउँको घर यस्तै छ है त। यता माथि किबीबारी छ है। र अहिले चाहिँ अफ सिजन है त साथीहरु। पछि म घाँसमा जानुपर्ने हुन्छ है, त्यही भएर यो गमबुट लाउने हो है सबभन्दा पहिले। यो मेरो गमबुट हो, यो गमबुट लाउने हो। र हेर्नुहोस् साथीहरु, मैले चाहिँ गमबुट लगाइसकेँ है। यो चाहिँ मेरो गमबुट हो है त। र अब यता नाम्लो र हँसिया बोकेर जाने हो घाँसमा। यहाँ फुल हेर्न सक्नुहुन्छ है त। यो चाहिँ सबै गरिमाले रोपेको फुलहरु हो है त साथीहरु। म हजुरहरुलाई देखाइरहेको छु है। यो सबै फुलहरु चाहिँ गरिमाले रोपेको हो। र अब चाहिँ साथीहरु है, हँसिया र नाम्लो बोक्ने अनि घाँस काट्ने, कसरी घाँस काट्नुपर्छ हजुरहरु हेर्नु है त। र यता मेरो यहाँनिर पन्जा पनि बोक्नु पर्यो, अनि हँसिया। मम्मी खै यहाँको हँसिया अघि कहाँ राख्नुभयो, दिनु त। यो ठुलो हँसिया मात्र छ कि यही लगौँ हो ठुलो हँसिया? नाम्लो खै यहाँको नाम्लो? हो घाँस बोक्ने ल्याएको। कहाँ छ डेलीको?
र यो नाम्लो र हँसिया बोकेर अब म घाँसतिर लागेँ। खै त यहाँको नाम्लै छैन त हो, कहाँ चाहिँ लग्यो हौ? किन लग्यो बाबुले चाहिँ? र अब चाहिँ म अम्लिसो घाँसमा गएँ है त साथीहरू। र हेर्नु होला साथीहरू, अब चाहिँ म यहाँ अम्लिसो घाँस काट्दैछु है त। र हेर्नुहोस् साथीहरू, यता भित्तामा चाहिँ माथिबाट झरेको अम्लिसो घाँसहरू अहिले चाहिँ म काट्दैछु है त। र हेर्नु होला साथीहरू, गाउँघरमा चाहिँ यसरी घाँस काटिन्छ है। अब गाईबस्तु हुन्छ है, गाईबस्तुलाई अब घाँस त काटेर दिनै पर्यो है। त्यही भएर आज चाहिँ म यहाँ अम्लिसो घाँस काट्दैछु है। हेर्नु होला है त साथीहरू। र हेर्नुहोस् साथीहरू, अब चाहिँ म यतापट्टि तल्लो बारीको चाहिँ यो अम्लिसो काट्दैछु है त। हेर्नु होला, म चाहिँ धमाधम अम्लिसो काट्दैछु है। र एकदमै गर्मी पनि भएको थियो, तर पनि केही छैन भनेर म चाहिँ एकदमसँग घाँस, अम्लिसो घाँस काटिरहेको छु है त साथीहरू। र अब यो घाँस लगेर जान्छु। र साथीहरू हेर्नु होला, अब चाहिँ म यो तोरी सबै उखाल्छु है त। र हेर्नु होला साथीहरू, म चाहिँ धमाधम तोरी उखाल्दैछु है त। यो चाहिँ पहिले छरेको तोरी पाकेर फेरि उखालेर फेरि यहाँ चाहिँ अर्को तोरी उम्रेको हो। त्यही भएर यो चाहिँ मकैबारीमा तोरी उम्रेको हो। त्यही भएर म चाहिँ यो तोरी सबै उखाल्दैछु है त। र हेर्नु होला साथीहरू है, यो चाहिँ गाईलाई कुँडोको लागि चाहिँ मैले तोरी उखाल्दैछु है त साथीहरू। र हेर्नुहोस् साथीहरू, अब चाहिँ मैले तोरी उखालिसकेँ र अब म घर गएर यसलाई काट्छु है त। र साथीहरू, मैले चाहिँ तोरी उखालेर ल्याइ पनि सकेँ है। यहाँ हेर्न सक्नुहुन्छ है त। र हेर्नुहोस् साथीहरू, अब यसलाई चाहिँ म मजाले काट्छु है त। हेर्नुहोस्, काट्ने मेसिन चाहिँ हामीसँग यस्तो छ है त साथीहरू। हेर्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो कुँडो काट्ने मेसिन है। अब म यो कुँडो काट्छु, म हजुरहरूलाई पनि देखाउँछु है त साथीहरू। यसरी काट्ने हो, यसरी काट्नुपर्छ है त साथीहरू। अब यो के भन्नुभयो मम्मी? हात काट्दैन। यो चाहिँ गाईलाई दिने खोले है साथीहरू। यो दिएपछि चाहिँ दुध, गाईको दुध फेरि है तपाईँको 1 लिटर गाईले दुध दिँदै थियो भने के पस्यो आँखामा? गाईले 1 लिटर दुध दिँदै थियो भने साथीहरू, यो खोले दिएपछि तपाईँको 2 लिटर दुध दिन्छ। त्यस्तो है साथीहरू। त्यही भएर खोले चाहिँ गाईबस्तुलाई एकदम दिनुपर्छ।
र यस्तै छ साथीहरू गाउँघरमा है, बस्यो खायो काम गर्यो है, त्यस्तै छ हाम्रो गाउँघरतिर है त। र यो चाहिँ मैले अघि उखालेर ल्याएको तोरी हो है। यो तोरी चाहिँ पहिले नै छरेको ठाउँमा फेरि उम्रेको तोरीहरू चाहिँ उखालेर गाईको लागि भनेर फेरि उखालेर ल्याएको हो है त साथीहरू। मम्मी चिया बनाउनु न, ब्ल्याक टी खाउँ त। हजुर चिनी हालेर नि मजाले सुगर हालिवरी बनाउनु न। आज चाहिँ हाम्रो डेडीहरू पनि तल 9 नम्बर झर्नु भएको छ है। अब मेरो तुम्बाको छोरोको बिहा पनि आउनु आँट्यो, त्यही भएर यसो सामान लगेर जानु भएको छ र अहिले गरिमाहरूसँगै आउँछन् है त। र साथीहरू यस्तै छ गाउँघरमा है। र साथीहरू अब चाहिँ म यो काटिसकेर नुहाउनु पनि पर्ने हुन्छ है। र साथीहरू आजको भिडियो यति नै है। अब तपाईँहरूसँग फेरि म अर्को भिडियोमा भेट्ने नै छु है। र तपाईँहरू नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु भएको छैन भने सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला र लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु है त साथीहरू। र अब अर्को भिडियोमा हामी भेट्नेछौँ। लभ यु अल, बाई बाई।